तपाईहरुलाई चाहिँ स्वागत छ आजको मेरो नयाँ ब्लगमा। र आज चाहिँ म गाउँ आएको छु। आज हैन, अस्ति आएको। अस्ति चाहिँ म गाउँ आएको थिएँ हैन। अनि म चाहिँ आज यहाँनिर बिमिरे भन्ने ठाउँमा जस्ट मेरो घरको चाहिँ अलिक यतापट्टिसम्म हैन, अलिक यतापट्टि बिमिरे भन्ने ठाउँमा चाहिँ हामी आज खुकुरीहरू बनाउन आएको छौँ यो घरमा। अनि बाइक चाहिँ त्यहाँनिर पर ठक्रिरहेको छ। बाइक चाहिँ अहिले यही हालतमा छ। टोटल अब बाइक सर्भिसिङ गरेर कुदाएको पनि 138 पोइन्ट कति हो यो 5 हो, 5 किलोमिटर। र म चाहिँ अब धेरै पनि त भ्लग नबनाएको। यता पछाडि यार मैले हैन मोबाइलको कभरको पछाडि एउटा फिङ्गर ग्लोभ्स एटिएम छ। दुईटाले मेरो के भन्छ रे कभरै बिगारिदिसक्यो। यत्रो मोटो निस्किरहेछ। देखो सुनकुसी। रुको थोड़ा जुम करके दिखाता हूँ। इधर ये हो सुनकुसी। आरी चाहिँ हाम्रो फेरि टुवाखोला भन्छ। म भरे फेरि हैन घर पुगेर फेरि यही ठाउँ आउनुपर्छ के पारिपट्टि। किन भन्दाखेरि चाहिँ मेरो अर्को पुरानो बाइक छ हैन। त्यो पुरानो बाइक चाहिँ पछाडिको हावै छैन के, मतलब पछाडिको टायरै यो भन्दा अगाडिको चाहिँ पड्क्यो भन्थ्यो। अब फेरि अनि पड्केपछि फेर्नु भएको रे, फेरि अहिले ल्याचेक हावै छैन। अनि यो बाइकलाई चाहिँ घरमा राखेर त्यो बाइकलाई फेरि उयो गर्न ल्याउनु पर्ने हुन्छ के रे, बनाउन ल्याउनु पर्ने हुन्छ यो ठाउँमा। यो छ नि यो रुख, यो पछाडिपट्टि डाँडामा। यार यो गाउँ भन्दा त हेर न, यतिमा सबभन्दा राम्रो भनेको मेरो अनुहारै होला। गाईहाटबाट आउँदाखेरि हैन, बाइक चलाउँदै गयो माटोक्ने गाईघाट झन् छुट्दै जान्छ। मान्छे कालो हुँदै जान्छु। अहिले त कालै भइसक्यो यार म त। तर गाईघाटबाट आउँदा चाहिँ यस्तो नमिठो भयो नि। त्यो हुन्छ नि के अरे धुलो यति छ नि यार, यति छ नि के भन्नु। त्यो गाडी भेटेपछि चाहिँ 1 मिनट जति चाहिँ ठ्याक्कै ठाउँमै बसिराख्नुपर्छ त्यो बाटो देख्नलाई के। यति धेरै धुलो छ। अनि त्यो धुलो गनि नसक्नु छ। अनि मैले चाहिँ हिजो अब धेरै मेरो किचन हैन, हाम्रो घरको किचनको झाल ढोका अनि आज लगाएको हिजो यति धेरै मार्क परेको थियो हैन। यहाँ हेर हातहरू खत्तम भएको छ, बर्बाद भएको छ इधर देखो। अनि त्यही भएर म आज नुहाउनु पनि जानुपर्ने हुन्छ यता छाताङ खोलातिर। अनि भ्लग पनि बनाउनु पर्ने हुन्छ। किन भन्दाखेरि मेरो च्यानल जब बुस्ट भइरहेको हुन्छ नि, बुस्टिङ भइरहेको हुन्छ नि, त्यतिखेर चाहिँ मेरो भ्लगहरू सब स्ट्राइक लाग्छ क्या। मतलब बुझेन होला तिमीहरू पछि बुझ्छौ। अच्छा टोइलेट बनाएको यो अनि यस्तो गर्नुहुन्छ हो। हामी यस्तो बच्चामा कति धेरै खेल्थ्यौँ है लहरामा। यस्तरी नै बाँधेर हैन, दुईटा बाँधेर अनि चाहिँ हाल्नुपर्ने हुन्छ है। आफ्नो भिडियो आफै प्रमोसन गर्नुपर्ने हुन्छ। मैले फेसबुक टिकटकमा हाल्नुपर्ने हुन्छ। र मेरो टिकटक आइडी चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। अनि फेसबुक आइडी पनि साइडमा देख्न सक्नुहुन्छ। त्यहाँनिर गएर चाहिँ टिकटक र फेसबुक आइडीलाई फलो गर्नु होला हैन। फलो ब्याक चाहिँ अवश्य पाउनुहुनेछ। यो चाहिँ मैले सेल्फीबाट भिडियो बनाएको है केटाहरू। जस्ट ठिकै आउँछ है। अब के भन्नु, अलिकति गाह्रो छ हैन। जब गाउँ आएको छु तब पिम्पल निस्किएको छ। यहाँ एउटा छ, यतातिर पनि छ हैन पिम्पलहरू चाहिँ। तर मैले यिनीहरूलाई वास्ता गर्नु हुँदैन। किन भन्दाखेरि यो आउँछ जान्छ हैन, यसको वास्ता गर्नु हुँदैन। सो फाइनली पारामा चाहिँ म अहिले यहाँनिर हैन हाम्रो गुप्तेश्वर बजार लाग्ने ठाउँमा चाहिँ म आएको छु। टक्कै यहीँ लाग्छ हैन गुप्तेश्वर चाहिँ। अनि यहाँनिर चाहिँ मलाई अब पर्खिँदा अल्छी लाग्यो नि त। अनि अल्छी लागेपछि चाहिँ म यहाँनिर आएको हैन। अब टक्क लगाएर एक राउन्ड चाहिँ म बाइक घुमाउने विचार गरिरहेको छु हैन। यहाँ भिडियो सुट गर्नु भनेको अब राख्ने ठाउँै छैन यार। केमा राख्नु, यसमा राखौँ छैन यार, स्ट्यान्ड नै छैन। अलिकति दह्रो पारामा केही छैन, यहीँ राखिदिन्छु।
तिनै हान्यो होइन। अब अलिकति यो बाइक हान्न अलिकति के भन्छ अरे यो स्लिप होइन यस्तो स्लिप होइन क्या अलिकति खै के भन्छ मुखै लगाएर यो हान्नलाई चाहिँ अलिकति यो माटो चाहिँ ठिक छ होइन तर बाइक अलिकति चिप्लेन क्या एकदम हुन्छ नि गाह्रो गाह्रो पऱ्यो। अब म चाहिँ माथि गएर एकछिन बिसाएर लाग्दिनु पर्ने हुन्छ किन भन्दाखेरि अब बाइकको मात्रा अलिकति कम छ के लास्टै उयो हो क्या के भन्छ अरे लास्टै थकाइदियो क्या यार बालुवाले। अब कुनै ठाउँ यति धेरै चिप्लिन्छ होइन कुनै ठाउँ यति धेरै चिप्लिन्छ कुनै ठाउँ चिप्लिँदैन के। अनि लास्ट राउन्ड हान्दाखेरि चाहिँ मैले ठ्याक्कै यहाँबाट घुमाइदिएको थिएँ नि त यहाँबाट घुमाउँदाखेरि चाहिँ एकैचोटि झ्वाट्टै उफ्रियो क्या त्यो पिकअप बेसी हानेर झन्डै उठ्दै उडाइदियो यार। ए कत्रो उयो क्या अब चाहिँ टक्क लगाएर होइन मलाई चाहिँ अलिकति खाजा खानुपर्ने बेला भयो र खाजा चाहिँ अब चटपटे खाने हो। आन्टीको पसल हुन्छ होइन आन्टी होइन भाउजू कि दिदी के पर्छ होइन अब खाजा खानुपर्ने हुन्छ मैले चाहिँ है। हाम्रो काम सिद्धियो यहाँ छ बोरा ए भिडियो गरेको है। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ खोलातिर र घरमा गएपछि के हुन्छ बाइक बनाउन जानुपर्छ होला कि तर खोला जान्छु म त आज त नुहाउनु पर्ने छ। हिजो रातभरि चिलाएर यार जिउ ननुहाइकन अब चाहिँ लाग्नुपर्ने हुन्छ हामीले मेरो छोड्नुपर्ने हुन्छ। अब अर्कोचोटि आउँदा यहाँ भाले यत्रो छ यहाँनिर है त मेरो रखवाले हो दुईटा रहेछ त यो रखवाले यो कसको मेरो दुईटै आमा चाहिँ ए यो चाहिँ छोरो हो अर्को यता यता पनि छ पोथी यता छ्याट्ट परिगयो यहाँ बाख्रा कुखुरा त आम्मामा यहाँ पनि कुदिरहेछ 5-6वटा त्यति। गोडेली घाट घाट यहीँ छ ओइ यहीँ छ हेरै कुखुराहरू इदानीं भाले छ सिनियर कता उता गएको होला सुत्नु आराम गर्नु छैन आएको छ ल यी क्या चालचुल छैन त पछिपट्टितिर कोठे बारतिर होला कता डुल्नु गयो होला एकैछिनमा खाइसक्यो। यता आउँदैन उयो स्यालहरू आउँदैन स्याल त आएको छैन कहिले काहीँ त्यो बेसाराले चाहिँ वाक्क त यत्रो छ एउटा लाँदा कुनै फरक लु टिप्पा मलाई ढिलो भयो के गरौँ चिनी त झन् हुँदैन होइन गुलियो धेरै खाइदियो उयो हुन्छ ल्याएर नि फेरि वाह
लाउनु ये। आम्मामामा खा खा राइट म त खाइसक्यो खा खा राइट घाँटीको खरिसक्यो कसले खान्छ त खान्न तपाईँ खप्पै खानु त खा ल होइन आम्मामामा त्यसरी खायो भने त म मरिजान्छु त म अस्ति आएको थिएँ लु गएँ म तिपा लु तिमीमा गएँ म अब धेरै 4-5 दिन मात्र बस्छु लु गयो तिपा अर्कोचोटि आउँला भ्याइयो अन्य बाइक चाहिँ फेरि मैले माथि नै ल्याइदिएको क्या किनकि आइम राइडर हो नि त अब गएर म चाहिँ नुहाउनु पर्ने हुन्छ खोलामा के होला देखा जाएगा ओके गई अलिक पर बाटोतिर भेटौँला सो अहिले चाहिँ होइन म गोडेलीबाट फर्किसकेँ बाँकी अरू त के भन्नु र जुन यो हाम्रो चनौटेदेखि गोडेलीसम्मको बाटो छ नि त्यसमा चाहिँ होइन म 5 स्टारमा 4 स्टार चाहिँ दिन्छु होइन किनकि 1 स्टारको चाहिँ हाम्रो त्यो बालुवाहरू हुन्छ नि त्यो बालुवाहरूको लागि चाहिँ राख्नुपर्ने हुन्छ त्यो बालुवाहरूमा जुन ढुङ्गा राख्छ नि ढुङ्गा राखिसकेपछि चाहिँ 5मा 5 स्टार आउँछ किनकि गाउँमा योभन्दा राम्रो बाटो चाहिँ हुँदैन है नडा इजी केटाहरू त्यो राम्रो बाटो बनाउनु अनि यहाँनिर चाहिँ हाम्रो पुल साबाटोको पुल यो टाटेपाटे होइन बिचमा कुनै पनि छैन त्यही पनि यहाँ मान्छेहरू जबरजस्ती तर्छन् जस्तै हेर्न सक्नुहुन्छ यसरी तर्छ हेर है यो खुलेको छ कि छैन नत्र त लडिन्छ त यसरी तर्छ थाहा छ यहाँ हिँडेर टक्क यसरी हिँडेर चाहिँ पारीसम्मको यात्रा धेरैले गरिरहेका हुन्छन् जस्ट एक्सिडेन्ट होला सम्हालेर हिँड्नु होला यही भन्न चाहन्छु अनि यो पुलहरू पनि सब भत्किसकेको छ केही छैन यो पुलहरू बिस्तारै बनाउँदै गरौँला यो पुल खासै आपत पनि छैन होइन त्यही हो अब चाहिँ म खोलामा गएर चाहिँ नुहाउनु पर्ने हुन्छ होइन हेर्दै गरौँला ब्लग होइन रात पनि पर्न आँटिसक्यो कि रात पनि होइन अहिले भर्खर 3 बज्दैछ होला 3 बज्न आँट्यो होला अनि घाम फेरि उयो क्या त्यो के भन्छ अरे बाँदरले छोपिसक्यो क्या अनि टोटल बाइकलाई पनि नुहाइदिनु पर्ने छ यहाँनिर अस्ति यो लाइट लगाएको जस डबल लाइट लगायो भने चाहिँ राति त छ्याङछुङै बनाइदिन्छ यति कुरा चाहिँ भन्छु है अब त्यही हो म चाहिँ यहाँबाट लाग्नुपर्ने हुन्छ यो यत्रो कपडा चाहिँ मैले किन ल्याएँ मलाई पनि थाहा छैन होइन अब चाहिँ म यहाँबाट लाग्दैछु सो भिडियो बनाउन त मन थियो होइन बाटोमा पनि तर सब बालुवाले गर्दाखेरि चाहिँ भिडियो बनाउन पाइरहेको छैन त्यही भएर अब के भन्नु तपाईँहरू आफै आउनु होला हेर्नु होला अब त्यही हो होइन कुनै उयो पनि छैन कि फेरि गाउँमा हेलमेट पनि लाइँदैन हेलमेट किन लाउनु होइन गाउँमा यत्तिकै ठिक छ गाउँ भनेको यत्तिकै तर त्यो चुच्चो यहाँबाट बबाल देखिन्छ है ल म चाहिँ लागेँ अब बोल्दै गरौँला यस्तै छ है न घाम पनि डुबिसक्यो म चाहिँ छिटो जानुपर्ने हुन्छ त्यहाँ परको नजारा अझै फाल्टै रमाइलो छ क्या बल्छी यहाँ पर्छ र आजकल खोलामा यसपालि धन्न खोला सुकेन त नत्र सुकेर ढुट्टो हुन्थ्यो यो चाहिँ हाम्रो लामोटरको पोखरी होइन द हो यसपालि चाहिँ जस जेसीबीले बनाइदिएछ होइन म यहाँ मोबाइल अडाइदिन्छु भिडियो राम्रो भएन भोलि पर्सि मजाले खै किन म छेउसम्म लगिदिन्छु यहाँ पक्रिउँ त म बस्छु कि ठेड्दैन नै आया खुट्टा भाँचो यसले म सुत्छु है त डुब्दैन के डुब्दैन मोबाइल के भन्नुहुन्छ गोलकुल ल एकछिन भर्खर अलिकति मजा आइरहेको छ कि मलाई भर्खर के
अचु के गरिरहेछ साँच्ची मास्टर हाम्रो गोठतिर आछु मलाई जाडो भयो म निस्केँ ल मलाई भोलितिर खेरौँला खाना ढापछि तासु जो वाउ वाउ चलाउने हा कसले हाने बन्दुक फेरि सो फाइनली होइन आजको भ्लग चाहिँ अब त्यही हो अझै एकछिन पौडी खेलेको अलिकति चिसो पनि लाग्यो होइन अनि के भन्छ अरे खासै त्यहाँबाट त आँट पनि आएन कि अलिकति हुन्छ नि बोल्नु पनि आँट आएन होइन अब त्यही हो हाम्रो यो भ्लग चाहिँ सिद्धिन्छ होइन अब बाँकी अर्को भ्लग बनाउँला भोलि बनाउँछु होइन तर यो भिडियो कहिले अपलोड गर्छु जस्ट 2 दिनको फरकमा चाहिँ म अपलोड गर्छु सो त्यही हो अब अर्को भिडियोमा भेटौँला बाई बाई होइन राम्ररी हेर्नु होला फर्स्टदेखि लास्टसम्म भिडियो हेर्दै होला धन्यवाद है नेक्स्ट टाइम हेर्नु होला